जेङ्गु टोली चाहिँ सरसफाइ अभियानमा पसिसक्यो है। ल जेङ्गु टोलीले गर्नु पर्यो ल छिटो ल भटाभट केटा ल ल त्यो फोहोर हुनु भएन ल केटा तिमीहरू घरमा त के ल केटा हो जेन्जी टोली गर ल ल काम गर्नुपर्छ ल ल यो फोहोरबारी उठाऊ है। हाम्रो होमगार्डदेखि सुरुवात हो होइन तिनटै बस्तीमा हुन्छ तलिम सेरीडुस्का होमगार्ड बैलकाटिया पुरै हुन्छ। ल छिटो भटाभट हाम्रो सचिवजी पनि लागि पर्नु भएको छ होइन ल ल भटाभट ल त्यो पानीमा हाम्रो होमगार्डको यो खोलामा भएन एकचोटि नगरपालिकाको मान्छे पनि यहाँ पुगिदिनु पर्यो। यो फोहोर धेरै भयो हामीले सक्दैनौँ यहाँ हामीले यति चाहिँ अरू केही गर्न सक्दैनौँ। हामीले यहाँ भएको सानो फोहोर उठाउँछौँ यत्रो ठुलो फोहोर हामी सक्दैनौँ। ल भोलि आउँछ नगरपालिकाबाट मान्छे ल हामी अब सेडुकातिर जानुपर्छ। अब यो फोहोरबारी सब तल लिएर जमाइजाऊ चाहिँ सेडुका गाउँ प्रवेश गरिसक्यो फाइनली। मेन कुरा चाहिँ यहाँ सेडुस्काको मान्छेलाई मैले सुझाव दिन चाहेँ भने चाहिँ यो तपाईँहरूको यो फोहोर पुरै छ है। यो त्यो ठुल्ठुलो फोहोर चाहिँ हामीले सक्दैनौँ। यो चाहिँ तपाईँहरूले आफै गर्नुपर्ने हुन्छ यहाँ। चाहिँ पसिसक्यो तलिमा गाउँभित्र लगाइछ ल तलिमा गाउँभित्र प्रवेश ल हिँडी छिटो ल तलिमा गाउँ प्रवेश। तलिमको गाउँ सरसभा अन्त्य भएर ग्रुप लागिसक्यो टोली बैलकाटिया गाउँतिर। लेट्स गो बैलकाटिया गाउँ प्रवेश। आफ्नो घर अगाडि आफै सरसफाइ भोलि आउँदैछ माथिबाट मान्छे 100 रुपियाँ दिउन भन्नु थियो। ओ आफ्नो घर अगाडि आफै सरसफाइ गरौँ ल बैलकाटिया गाउँमा सरसफाइ अभियान सुरु। आफ्नो घर अगाडि आफै सरसफाइ अभियान सुरु। अन्त्य भइसक्यो 3 गाउँ अब होमगार्ड मात्र बाँकी। आफ्नो घर आफै सरसफाइ राखौँ है। सरसफाइ अभियन्ताहरू ए फोहोर नटिप्ने कहाँ छ यो ठुलो नटिपेन सानो टिप्दै हिँड्दै गरेर भएको त नि यता उता छ हेर पर अझ यता पनि छ हेर्ने आउन यहाँ तिमीहरू त कहाँ त सुतिरहन् तिनीहरू छिटो छिटो। हाम्रो इन्डिङ पोइन्ट आज यहीँदेखि कार्यक्रम समाप्त। ल हाम्रो आजको अन्तिम कार्यक्रम